अहिले देश चुनावी माहौलमा छ। सबै उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन्। हात जोडेर भोट मागिरहेका नेताहरू गाउँटोलमा देखिन्छन्। तर आज जनताको मनमा एउटा गम्भीर प्रश्न उब्जिएको छ। के हामी फेरि आश्वासनमै सीमित हुने हो कि यो पटक सचेत भएर सही नेता रोज्ने हो? दोदरा चाँदनी नगरपालिकामा विगत केही वर्षदेखि धेरै विकासका काम अधुरै छन्। कागजमा योजना बने तर व्यवहारमा समस्या उस्तै छन्। वार्ड नम्बर 8 मा मुख्य सडक जोड्ने पुल 3 वर्षदेखि अल्पत्र अवस्थामा छ। पुल नबन्दा स्थानीय बासिन्दा जोखिम मोलेर आउटजाउट गर्न बाध्य छन्। त्यस्तै वार्ड नम्बर 10 बैदीपाट क्षेत्रमा पानी निकासको समस्या आजसम्म पनि समाधान हुन सकेको छैन। नगरका धेरै नागरिक अझै पनि लालपूर्जा विहीन अवस्थामा छन्। वर्षौंदेखि प्रक्रिया चलिरहे पनि लालपूर्जा वितरणको समस्या समाधान हुन सकेको छैन। वन्यजन्तु आतंक पनि दोदरा चाँदनीको ठूलो समस्या बनेको छ। वार्ड नम्बर 3 बडवाल टोल, वार्ड नम्बर 10 प्रधान टोल, वार्ड नम्बर 7 कञ्चनबोध क्षेत्रमा वर्षानी हात्तीको आतंक बढ्दो छ। जनधनको क्षति भए पनि अहिलेसम्म कुनै ठोस समाधान देखिएको छैन। यसका साथै दोदरा चाँदनीका धेरै जसो स्थानमा बाटोघाटो निर्माण नहुँदा सामान्य हिँडुल समेत कठिन बनेको छ। नगरभित्र रहेका गौशालाहरूमा उचित व्यवस्थापन नहुँदा दैनिक गाईगोरु मर्ने समस्या देखिएको छ। तर सम्बन्धित निकाय मौन देखिन्छ। त्यस्तै वार्ड नम्बर 8 सुन्दरनगरमा वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्दो छ। तटबन्धको समस्या पुरानै भए पनि समाधानको पहल हुन सकेको छैन र दोदरा चाँदनीका अन्य ठाउँहरूमा पनि धेरै समस्याहरू छन्। अब 5 वर्षसम्म विकास भएन भनेर नेतालाई गाली गरी बस्ने होइन, समयमै होस पुर्याएर सही नेता रोज्ने बेला आएको छ। दोदरा चाँदनीको भविष्य अब जनताकै हातमा। फागुन 21 मा आफ्नो मतदानको सही प्रयोग गरौँ र राम्रो नेता रोजौँ।